Hi guys, welcome to my very first makeup tutorial video. आज म सेयर गर्न लागेको छु मेरो सिम्पल लुक जुन अफिस कलेज मिटिङ और इभन क्याजुअल आउटिङको लागि एकदम पर्फेक्ट हुनेछ। फर्स्ट अफ अल आई एम नट अ प्रोफेसनल मेकअप आर्टिस्ट, म पनि स्टिल लर्निङ नै हो है। सो लेट्स गेट रेडी टुगेदर। गाइस भिडियोको एन्डसम्म हेर्नु है। एज अ मेकअप ट्युटोरियल बनाउँदा मैले यस्तो फन्नी मिस्टेक गरेको छु जुन मलाई भिडियो एडिट गर्ने बेलामा मात्र थाहा भयो। अब के मिस्टेक हो लास्टमा भन्ने छु। लेट्स स्टार्ट द मेकअप। मेरो गोल आज हेभी ग्ल्याम मेकअप होइन ल। आई जस्ट वान्ट द्याट फ्रेस क्लिन एन्ड नेचुरल लुक जसले हेर्दा सबले भनिन् कि वाउ तिमी कति राम्रो देखेकी छौ, नट वाउ तिम्रो मेकअप राम्रो छ। मेरो चाहिँ आइब्रो एकदम पातलो भएर मेकअपमा सबैभन्दा झन्झट लाग्ने काम चाहिँ मलाई आइब्रोज कोर्न लाग्छ के। एकदमै पातलो छ हेर्नु न। जसको मिलेको राम्रो छ नि उनीहरूलाई चाहिँ भगवानले दिएकै हो है। कन्सिलरको चाहिँ म एकदम सानो लाइन पहिला कोरेर स्टार्ट गर्छु ल। त्यो सजिलो लाग्छ क्या मलाई चाहिँ त्यसरी गर्दाखेरि, त्यो लाइनिङ दिँदा। अनि मैले बिस्तारै त्यो ब्लेन्डिङ गरेँ। थोरै थोरै धेरै लेखिनँ, थोरै बेसमा ब्लेन्डिङ गरेर आफ्नो आई बेस बनाएँ। म चाहिँ आज ब्राउन सेड युज गर्दैछु फर सफ्ट एभ्रिडे लुक, नथिङ टु ड्रामेटिक। मेकअपमा चाहिँ सबैभन्दा मेन इम्पोर्टेन्ट भनेको आई स्याडो चाहिँ हाम्रो एकदम राम्रो ब्लेन्डिङ भयो भने एकदम स्मुथ देखिन्छ क्या। मलाई आई स्याडो लगाइसकेपछि एक राउन्ड सबै फेस हेर्दा ओ कस्तो लाग्छ, तर यो मलाई किन लाग्छ थाहै छैन। स्याडो यति मात्रै लगाएँ, त्यसपछि मैले थोरै थोरै ब्राउन सेड लिएर गाजर लाउने ठाउँमा चाहिँ हल्का डार्क सेड दिएँ कि अलिकति आँखालाई चाहिँ खुलाओस् भनेर। त्यसपछि लाइनर लगाएँ। लाइनर लगाएको चाहिँ एकदम गाह्रो लाग्छ क्या मलाई। एउटा आई पर्फेक्ट भयो जस्तो हुन्छ, अर्को आई चाहिँ आफ्नै क्रिएटिभिटी देखाउन चाहन्छ। हामीले सिम्पल लुक देखाउने हो भने पर्सनली म के प्रिफर गर्छु भने हेभी फाउन्डेसनभन्दा नेचुरल स्किन फिनिस प्रिफर गर्छु क्या। हामी मेकअप गर्ने हो, मास्क लगाउने होइन। धेरै प्रोडक्ट लगाएर मान्छे राम्रो बन्छ, मेकअप राम्रो हुन्छ भन्ने भ्रमलाई चाहिँ आजैबाट हटाइदिउँ। मैले चाहिँ थोरै प्रोडक्टमा धेरै ब्लेन्डिङ गरेँ, किन भन्दा मलाई चाहिँ प्रोडक्ट धेरै भन्दा ब्लेन्डिङ धेरै भएको चाहिँ स्मुथ अनि पर्फेक्ट मेकअप लाग्छ। प्रोडक्ट सकिन्छ भन्ने लोभले चाहिँ होइन है, त्यो ब्लेम चाहिँ लगाउनु पाइँदैन। त्यो हो पनि किन भन्दा माया लाग्छ नि। नाउ अ लिटल बिट अफ ब्लस बिकज लाइफमा कलर भए जस्तै फेसमा पनि कलर चाहिन्छ हामीलाई राम्रो देखिन। कलरफुल लाइफ नै त मनपर्छ नि सबैलाई। मलाई यो कन्ट्रोल गर्न चाहिँ धेरै नै गाह्रो भयो कि किन भन्दा मैले भर्खर रिसेन्टली मेरो नोजको अपरेसन गरेको थिएँ। नोज एकदमै फ्ल्याट देखिरहेको छ क्या। त्यो भएर चाहिँ मलाई त्यो छुँदा पनि हल्का गाह्रो गाह्रो भएर एकदम लाइटली गरेको छु। त्यही भएर नि मेरो आज भोइस एकदम नबुझिने नाके स्वर भइरहेछ। एन्ड द्याट्स द फाइनल लुक। मैले तर मेकअपमा यति धेरै चिजहरू जुटाएको छु नि, पछि भिडियो एडिट गर्दाखेरि मात्रै थाहा भयो कि मैले मस्करा पनि लगाउन बिर्सेछु। अनि यो लिप ब्रस पनि यति बिग्रेर कुचुङ होइन। मलाई एकदम अफिस जानुपर्ने थियो, हतार 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 गरेको मेकअप हो यो। सो हेर्नु न, रिङ पनि त्यस्तै, इयरिङ पनि एउटा एउटा चुज गरेको छु, दुइटा दुइटा गरी। मेरो फाइनल लुक चाहिँ यही हो गाइज। मेरो यो मैले सुरुमा भनेको छु नि मेरो फन्नी मिस्टेक भनेको चाहिँ यही नै हो है। फर्स्ट भिडियोमा जति मिस्टेक भएको छ त्यो सब सेकेन्ड भिडियोमा नहुने प्रमिसका साथ आज म छुट्न चाहन्छु। बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ, सी यू इन माई नेक्स्ट भिडियो। आई होप यु गाइज enjoyed it.